हेलो साथीहरु, म चाहिँ हैन अघि पठाइदिएको कुखुराको मासु चाहिँ यसले काट्छु। म चाहिँ यसले काटिदिन्छु अनि त्यही भएर म चाहिँ यो लगेर जान्दैछु है। अघि उयो गरेको त भाँडा पनि धोएको छुइनँ, सुती पठाएछु। अब गएको आफ्नो ड्युटी गर्नु, नाइटको ड्युटी त गर्नै पर्यो। हेर्नु न साथीहरु, रात परे भाँडा मलाई नराम्रो नसोच्नु होला, तर भाँडा चाहिँ जाको त्यही छ हैन। अघि दिउँसोको ब्लगमा मैले हालेको थिएँ नि, जाको त्यही छ। अनि के भन्छ, सुती पठाएछु भाइहरू गएर त कि। अन्त अब धुन्छु, के गर्नु है, अब सबै आफै गर्नुपर्छ। सो नाउ स्टार्ट। लाइट पनि बाले मैले चाहिँ, मतलब रात पो परिसकेछ, 5:30 पो भइसकेछ। ल त साथीहरू, अहिले भेट्नु नि त। भाइहरू गएर चाहिँ कस्तो डरलाग्दो सुतेछु हैन। अन्त भर्खर उठेँ, अब हतार काम गर्छु हो। अन्त भरे चाहिँ मैले के भन्छ, डिनरमा चाहिँ मेरो आमाजू र दाजुलाई खाना खानु बोलाएको छु नि त। अन्त ला हतार गर्छु अब म। ल त अहिले भेटौँ है त, पहिला भाँडा मोलिहाल्छु क्या म। साथीहरू, म चाहिँ अघि मैले दिउँसो देखाएको मेरो पार्सल चाहिँ हैन अनबक्सिङ गरेर पनि अब म चाहिँ बेलुकाको डिनरको लागि चाहिँ सुरु गर्दैछु है। अब एक्लै भएर होला हैन, अब यो पनि छैन, के भन्छ, क्यामेरा पक्रिदिने पनि मान्छे पनि छैन। अघि देखिहाल्नु भयो, मैले खुकुरी निकालेको, अब मैले यसले काट्दैछु। साथीहरू हेर्दै गर्नुहोस् है ल। साथीहरू, मैले चाहिँ हैन काटेर पनि रेडी पारेँ है। अन्त यहाँ बनाउनु थालेँ, खाना बसाएको छु हैन। अन्त यो लोकल कुखुराको झोल र भात खाने हो। अन्त दिदीहरूलाई पनि यही दिने हो आज चाहिँ हो। साथीहरू, मेरो मासु चाहिँ पाक्नु आँटेको छ हैन। अनि यसमा चाहिँ अलिकति उयो गरेर झोल चाहिँ लाउँछु हैन। एकदम छिप्पेको भाले रहेछ है। अन्त यहाँ चाहिँ हेर्नुहोस् न, आमामा उहिले पढ्न भन्दा चाहिँ पढेन, अहिले चाहिँ राम पढ भन्दा चाहिँ पढेन उसले हो। अन्त फेरि बिचमा नि साथीहरू, मेरो अघि खाना पाक्थ्यो कि, बिचरा मेरो दिदीहरू भोकाइसक्यो होला हो। तर ग्यास सक्यो नि त, फेरि ग्यास जोड्दा गाह्रो छ हौ। मुस्कान लुगोको जिन्दगी गाह्रो छ हौ साथीहरू। मतलब भुटेको निकालेको छु, खाना पनि पाकिसक्यो है, तातो खाना। अन्त अब चाहिँ म दिदीहरूलाई बोलाउँछु, बिचरा अब भोकाइसक्यो होला। मेरो यहाँ सुप चाहिँ मजाले उम्लिँदैछ नि त। अन्त यहाँनिर दाल पनि उमाल्दैछु हो। सुप साइडले चाहिँ यस्तो चाहिँ खाँदैन नि त मेरो छोराले चाहिँ, अनि त्यही भएर त्यसलाई चाहिँ दाल। ल त साथी हो, अहिले भेटौँ है त। होइन टेबलमा नगरेको सबै यहीँबाट उयो गर्नु पऱ्यो। रेडी पारिसकेँ मैले चाहिँ, यहाँ पानी पनि राखिदिएँ। तर दुईजना चाहिँ आएको छैन यहाँ चाहिँ होइन, रेडी पारिरहेको छु। दुईजना चाहिँ आइपुग्नु भएको छैन। हाम्रो दाजु र दिदी चाहिँ एकदम वेटिङमा बसिरहेको छु है। ओइ यहाँ हेर, बेसी पढ्ने जिनियस नगर्दा। Can you eat it? Green, red, orange. Whatever. Orange. Orange and fruit on it. हेर्नु नि, I'm very genius. के ढिकु अरिने ख्यासे त सक्नुहुन्छ मलाई चाहिँ। म चाहिँ जहिले तैले एप्रोनमै मात्रै हुन्छु है। सबै खानासाना बनाइसकेर पर्खिरहेको छु उनीहरूलाई। तेरो म 206 वटा करम भाँचिदिन्छु। कसले? अनि हाम्रोमा बोन्स कतिवटा हुन्छ त करम? 26 हुँदैन? कहाँ 26 हुन्छ? 206 206। अन्त के 26 भनेको चाहिँ? अन्त 206 बोन्स। 206 वटा करम भाँचाइदिन्छु। त्यसै भन्छ नि बाजे त, त्यसरी भन्न। यहाँ हेरिहाल्नु होइन, अघि दिउँसो कस्तो सन्नाटा छाएको थियो होइन, तर अहिले चाहिँ झिलिली अझै भइरहेको छ हाम्रो एरियामा है। अब देउसी खेल्नु आउनु आँटेको होला। गाडा छ नि यो नि, हेर्नु नि साथीहरू, तपाईँहरूलाई के यो जेट प्लान्ट चाहिँ होइन, मैले बल्ल हुर्क्यो क्या। हुर्क्यो मतलब हुर्केको पनि छैन। बाँचौँ कि मरौँ हुँदैछ नि हौ। मलाई कस्तो गरेर मैले यसलाई चाहिँ बचाएको छु अहिले चाहिँ हो। के अरे कान्छी? टप हो? के गरिस् अहिले साइन्समा टप भएर?
साइन्स पढेर के हुन्छ साइन्स पढेर डक्टर बोलाउँछ अब अन्तर दिदी ओ अन्तर दिदी ला कहाँ गयो हौ हजुर भन्नुहोस् भाइ मेरो भेना आउँदै हुनुहुन्छ खै मेरो दिदी चाहिँ नन्दा हेलो सेवारो सेवारो दिदी मेरो दिदी लसुन चाहिँ लिएन ल्याएन यो मैले दिदीले तलबाट ल्याएर पच गरिराख्न खान्छु सेवारो म यहाँ देसु न थए देसु एकछिन चुपचाप बस्ने तपाईँ चाहिँ खानु बिचरा बल्ल उयो गर्नु आउँदैन मेरो सक्कल नदेखा न अन्त मेरो सक्कल देखाइछैन मिस्या अघि सबैको देखाएँ मैले अलिअलि त हुन्छ नि मिस्या अहिले अर्को देखा नकराउनु अहिले भेना छिनेर लान्छु अनि लाइज अब वक्कै वकाइसक्यो आयो यस्तो छैन भात र भेना छिरेर लान्छ अन्त भात र अगाउनु